हामी कहाँको क्लायन्ट भनिदिनु नमस्ते आज चाहिँ म यता कस्तो छ रमाइलो आज चाहिँ मेरो दिदीकोमा अनि त्यहाँदेखि रमाइलोदेखि चाहिँ काने पोखरी आज चाहिँ हामी घुम्नु जाँदैछु मेरो दिदी हात्ती अनि यिनीहरू चाहिँ हात्तीको बच्चाहरू के भयो नछुनु अरे अनि हामी चाहिँ आज काने पोखरी घुम्नु गएको सफारीमा भेना के भयो भेना तपाईँलाई रुनहाट पुरा विरक्त चलेको छ जस्तो छ त निन्द्रा लागिरहेछ लिप्सन कस्तो भइरहेछ तिमीलाई रमाइलो भएको छ कि छैन उसको अलिकति के भयो तिमीलाई अलिकति टेन्सन पर्यो अगाडि बस्छु भन्दै थियो जनम दाजु अगाडि भएर होला अलिकति टेन्सन भयो जनम यता हेर त कता लजाएको हो मेरो छोरो साह्रै लजाउँछ कि हेर्नु पनि मिलेन अप्ठ्यारो भयो होला यो चाहिँ के हो ठाउँ हो भेना आइतबारे हो आइतबारे कतिवटा छ यो मधेसमा एउटा मात्रै हो पहिला एकचोटि बोजूसँग आउँदा आइतबारे आएको छौँ हामी कहाँको आइतबारे हो है तर त्यहीँको होला हजुर उर्लाबारी पहिला सानोमा हामी सबै ठिकठाक ठिकै छ आज हामी अब काने पोखरी घुम्नु जाँदैछौँ त्यहाँ चाहिँ आज चाहिँ रात पऱ्यो अघि नै जाने भनेको अनि यहाँनिर के माछा पो भेना माछा समाउँदै ढिलो भइहाल्यो हिले माछा समाउँदै ढिलो भयो अनि के अरे माछा समाउँदै रात पनि गयो ढिलो भयो अनि र पनि अघि नै हाम्रो जाने प्लान चाहिँ बिहानै बनाएको थियो अनि आएर जाने जसरी पनि भनेर हिँडेको कहाँ हो के छ कि क्या हो फेरि आज देउसिरे सिधेको रहेन रहेछ कहाँ छर्छ यहाँ चाहिँ देउसी भइले रहेछ होइन तिहार पनि यति लामो हुँदो रहेछ हुन्छ छठ कहिले हो भोलि कि पर्सि दाजु उखु अहिले यो उखु कस्तो हुन्छ गुलियो हुन्छ कि मिठो हुन्छ नि पुग्नु लाग्यो कि बेटी सिध्यो अङ्कल बेटी सिध्यो लु मर्यो होइन पुग्नु पनि आँट्यो के होला त अनि ढिलो भएको उस्तै फेरि हाम्रो सफारीको त बेटी नै सिधेछ के गर्ने होला अब खत्तमै भयो नि रात पर्यो के हो यस्तो केमा अब अर्कोमा आउने हो फेरि कस्तो यो मेरो मोबाइलको अलिक क्वालिटी हाई भएर होला कि क्यामेरामै सबै डढेको छ ओके छ त हामी जाँदैछौँ अब काने पोखरी पुग्नु लाग्यो हेर्दै गर्नु होला अब यहाँदेखि चाहिँ म काने पोखरी ल हाम्रो चाहिँ हिँड्दै सफारीको ब्याट्री पनि सिद्धिएछ यस्तै हो कि आज ब्याट्री सिद्धियो अनि चेन्ज गरेर भेनाहरू चाहिँ उता जानुभयो अनि हामी चाहिँ यहाँ 3 जना रह्यौँ हाम्रै सफारीमा हो अनि यस्तो अलिअलि मेकअप गर्नु टाइम लाग्छ कि भनेर नि अङ्कल हामीले मिस्टेक चाहिँ गरेको साह्रो पनि होइन ल हामी चाहिँ अब काने पोखरी आइपुग्यौँ अङ्कल के गर्नुहुन्छ हामीलाई पर्खिनुहुन्छ कि ए हो ल ल बुझ्यो त यसलाई
काने पोखरी काने पोखरीको कान चाहिँ यस्तो मलाई चाहिँ नबस्ने अरे मलाई चाहिँ यही कान देखेको थिएँ मैले हिजो आउँदा त्यही भएर आउँ लागेको है यो कान कस्तो मजाले भन पोखरी अब म कहाँदेखि जाने हो कत्रो ठुलो पो रहेछ आइज ल यो नहेर्ने अनि त्यहाँ म भेटाउँदिन त अनि खै के हो कानी बेराङ भनेको के हो यो कानी बेराङ भनेको यो भिमालहरुको भिमालको हो यो पोखरी कानी बेराङ नानी नानी कङ्तेम से त माछा समात्नु हुँदैन यहाँ त गुजिया हुन्छ अरे ल काने पोखरी माछा समाउनु काने पोखरी ए माछाको त फेरि यो तराईतिर चाहिँ खानी नै रहेछ अन्त ओइ 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 बच्चा समाउ है ओइ ओइ नानी अहिले नाम के छ खबर तिम्रो हेलो भन्देऊ न ओइ 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 दिदी उता बच्चा चाहिँ समान ल बाँदर पनि रहेछ पोखरी यहाँ त म त फर्स्ट टाइम पुगेको कस्तो आनन्द बस्ने ठाउँ पनि यहाँ त प्लास्टर गरेको पो रहेछ त हो के यस्तै छ फेरि खुर्किला छैन अलिकति म त यहाँदेखि तल त कहाँ गएर छ यहाँ त गोडार जस्तो छ नि त्यति नै हो नानी यहाँ छेउमा चाहिँ कहिलेकाहीँ मान्छे आएर पस्यो भने डुब्छ भने कङ्क्रिट गरिदिएको ए मान्छे अब यो सिडी चढेर आएर कहिलेकाहीँ तल माछा त टडकै होला माछा हालेको छ नि हाल्टो माछा टन्नै हालेको छ ओइ ओइ दिदी म त छेउ नजाऊ है नछोड है जनम अब उता ओए उता च्यान घारी पो रहेछ तारा चाहिँ ल्याएको हो नि कहाँ जाने खै ऊ त्यो पर उति चाहिँ के हो त ऊ त्यो देखिन जानु होइन नि त्यो बस्ने ठाउँ बनाएको यस्तै टिन मात्रै लगाएको छैन त्यस्तै बनाएको काने पोखरी भनेपछि त साँच्ची नै कान जस्तै रहेछ नि त पोखरी पनि यो त त्यो पानी कहिल्यै सुक्दैन हो कहिले आउने छैन यो देउता यसको केही ऊ नै होला नि त यहाँ यत्रो जङ्गल छ यहाँ आएर कहिले रुखको पातहरू पर्दैन हो यहाँ त छ कहीँ छैन अन्त उही देउता नै होला माथि हाम्रो तेह्रथमा पनि एउटा छ कि चिचिलुङ भन्ने त्यस्तै नै होला यो पनि कत्रो माछा उभिन्छ बिचिँदैन कोही हुँदैन रहेछ नि त फेरि बेलुका त दिउँसो पिकनिक मात्रै होला यहाँ दिउँसो कहिलेकाहीँ टन्नै हुन्छ कहिले बेलुकै पनि हुन्छ ए भेना नजानु है छेउमा यहाँ सट्टै चिप्ल्यो भने त छैन होला ठाउँ त्यस्तै लाग्यो नझिक्नु भो साथी भन्दैछ भेना तपाईँलाई साथी हुने मन छ कि क्या हो अब खाजा खानु बसेको यहाँ छ टोली खाजाको पर्खाइमा